कुनै गृहमन्त्री ट्राफिक लाइटमा जनता सँगसँगै जाममा बसेको आफ्नो पछाडिको सेक्युरिटी मलाई चाहिँदैन भनेर हालेको इन्सपेक्टरको हटाएर सही असही साइडलाई राखेर गएको सुन्नु देख्नु भएको छ। किन देख्नुहुन्थ्यो तपाईँ त? तपाईँहरूको त दुश्मन नै एउटा रवि लामिछाने भन्ने आएको छ। तपाईँको भाग त त्यसले खाइदियो नि, सिद्ध्याइदियो तपाईँलाई त। तपाईँको भाग सिद्ध्याइदियो। अनि त्यसलाई पब्लिकसँग हिँडेको छु, आफ्नो प्रपर्टी राष्ट्रको प्रपर्टी चलाएको छैन, प्राइभेट गाडीमा प्राइभेट काममा हिँडेको छु, सेक्युरिटीको मिसयुज गरेको छैन, ट्राफिक लाइटमा हिँडेको छु, लेनमा हिँडेको छु, जनतासँग सहकार्य गरेर बसेको छु, सरुवा बढुवामा चलखेल गरेको छैन, विधि बनाएर अगाडि बढाउँदैछु, जनताका लागि सिंहदरबार खोल्दैछु, अवैध क्रसर बन्द गराउँदैछु, वैधमा ल्याउनका लागि मापदण्ड तयार गरिरहेको छु, अलिकति व्हीलचेयर लगायतका अप्ठ्यारो परेका अपाङ्गता भएका साथीहरूलाई सिंहदरबार ल्याउनको लागि सटलको व्यवस्था गरिरहेको छु, पुराना केसहरूलाई हेर्नको निमित्त काम गरिरहेको छु, प्रहरीभित्रको चलखेल बन्द गर्न खोजिरहेको छु, नेपाल प्रहरीका जवानहरूलाई 16 वर्षमा अनिवार्य होइन कि ऐच्छिक अवकाशको लागि नीति बनाउनलाई काम गरिरहेको छु, प्रहरी ऐनमा काम गरिरहेको छु, अन्य स्थानीय प्रशासन ऐनमा काम गरिरहेको छु, बोर्डर सेक्युरिटीको लागि विदेशका कयौं ठाउँहरूमा रेस्क्यु हेलिकप्टर्सदेखि लिएर वार रुम बनाउनको लागि सम्झौता गर्न जान मात्र रेडी भएर हिँडेको छु। यो सबै चिज त 12 भाइ जण्या पत्रकारले देख्दैनन्।